सुन्नु न बा, हजुर आज कति राम्रो घाम लागेको है। रमाइलो छ। अनि हिजो पानी आउँदा पनि रमाइलो थियो, रमाइलो थियो। घरभित्र बस्यो होइन। तर कसैलाई चाहिँ यो परिस्थिति रमाइलो हुँदा पनि रमाइलो लाग्दैन, किन होला? अब मानसिक स्वास्थ्य सम्बन्धी समस्या भयो भने एनोडोनिया भन्छ, आन्तरिक रूपमा खुसी हुन नसक्ने है। जस्तो सुकै माहौल रमाइलो भए पनि, खुसी भयो भने, अवस्थाहरू बेस्ट भयो भने भित्र मनमा इन्जोय गर्न सक्दैन, त्यो मेन्टल हेल्थ कन्डिसन हो। अब त्यस्तै अर्को भावना कन्ट्रोल गर्न सक्दैन। अर्को कुरा उल्टो यो परिस्थितिले चाहिँ नकारात्मक चाहिँ असर पर्छ। मान्छे खुसी भएको कुरामा नि गाह्रो हुन्छ, कस्तो खुसी छन्, मलाई कस्तो गाह्रो छ, कस्तो रमाइलो छ विषयहरू, तर म खुसी हुन सकिरहेको छैन भन्ने त्यही कुराले झन् डिस्टर्ब हुन्छ। भनेपछि मनको कारणले गर्दा छैन, मनको कारणले परिस्थितिलाई नकारात्मक अर्थ हेर्न खोज्छ, त्यही भएर परिस्थितिबाट भाग्न खोज्छ क्या, एभोइड गर्छ, एक्लै बस्न खोज्छ। किनभने परिस्थिति जब खुसी आउँदैन, तर त्यो खुसी नआउनुको कारण चाहिँ मानसिक समस्या हो भन्ने बुझ्दैन, त्यही भएर चाहिँ एभोइडेन्स भन्छ क्या, कि भाग्छ कि त अन्य सब्सटेन्सहरू युज गरेर त्यो खुसी हुन खोज्छ, ड्रगहरू अथवा अल्कोहलहरू चलाएर है, कहिलेकाहीँ आफ्नो रिसाएर केही न केही त खुसी हुनुपर्छ नि। त्यही भएर उसले आफ्नो आफ्नो आफूले भने जस्तो नभएको जस्तो नभए जस्तो अथवा यहाँ एडजस्ट हुन नसकेको फिल गर्छ क्या, त्यो एउटा प्रब्लम। भनेपछि यो मानसिक एउटा सानो समस्या हो, मानसिक समस्याको केही लक्षणहरू हो। यसलाई चाहिँ खुसी हुनैलाई चाहिँ के गर्नु पर्यो त? अब खुसी हुन त पहिला आफ्नो समस्या पहिचान गर्नु पर्यो नि। म कस्तो समस्यामा छु, म खुसीको समस्यामा छु कि चिन्ताकोमा छु कि डरकोमा छु कि पछुतोकोमा छु कि रिसकोमा छु कि होइन घृणाकोमा छु, कुन कुन समस्याले म पीडित छु भन्ने कुरा पहिचान गर्नु पर्यो। त्यसपछि त्यसको ट्रिटमेन्टहरू हुन्छ है। कुनै पनि कुनै हकमा चाहिँ त्यो आफ्नो नेगेटिभ फिचरहरू छन् भने डिस्टर्सनहरू म्यानेज गर्ने, भावनाहरू डिसफङ्क्सन छ भने इमोसन रेगुलेट गर्ने स्किल सिक्ने, सम्बन्धहरूबाट असर छ भने अन्तर्व्यक्तिगत सम्बन्धहरू व्यवस्थित गर्न सिक्ने होइन, आफ्नो बुद्धिहरू म्यानेज गर्न सिक्ने, स्वभावहरू बदल्न सिक्ने। कठोर गाह्रो हुने काम गर्ने भएन होइन, आफूलाई गाह्रो हुने काम गर्नु भएन, तर उसले सक्दैन, जान्दैन क्या। उसले त्यो गाह्रो बनाएरै छोड्छ, उसले जानेर या नजानेर। त्यही भएर त्यस कारण त उसलाई अवेरनेस चाहिन्छ, ज्ञान चाहिन्छ, आइडिया चाहिन्छ भन्नु खोजेँ। ल।